देशमा कुनै कसैलाई शङ्का छ भने मेरो हो त्यहाँको ल कोही छ अहिले नै जाँदैछ आइन्दा नबर्के ठेकाबाटदेखि हेलो हेलो हामी चाहिँ अब घर जाँदैछौँ पूजाको लागि। अहिले हामी धुलीखेल पुग्यौँ। हाम्रो ब्याट्री लो छ दाइ, फुल चार्ज हो भन्दा के गर्ने हो, चार्ज त हाल्नै पर्यो। चार्ज त गर्नै पर्यो, टिभीको जमाना छ, टिभीको जमाना छ हेरेर होइन। कस्तो अनुभव हुँदैछ निश्चल? एकदम धेरै पछि हिँड्यो। के छ, थाक्यो? एकछिन नबसेर आइसिँदैन। हामी आइपुग्यौँ अहिले सानो देउरालीमा। बाटो बनिरहेको भएर दुःख पाइयो। गाडी माथि आएन र अलिअलि दुःख पाइयो। हल्का एक्सर्साइज। दाजु हजुर के छ? रिचार्ज सिद्धियो। अब घर जाने बित्तिकै रिचार्ज हालिहाल्ने हो। रिचार्ज छैन घरमा, ब्याट्री डाउन बताएको नि। ब्याट्री डाउन भएर अहिले भक्तपुरमा त फुल चार्ज गरे हो, त्यसपछि चार्ज सिद्धियो। लामो बाटोमा डाउन भइहाल्यो। फाइनल्ली 8:30 बजे घर आइपुग्यो। मुढामा बसेर पुग्यो त कता के छ हौ यहाँ खानु मुढा बसेर हुन्छ होला हाम्रो त सुरु भइसक्यो। अहिले पर्सा राख्नुपर्ने हो नि त हाम्रो। म चाहिँ अब खाना पनि खाएर घर आएर खाना पनि खाएर अब मूल घरतिर जाँदैछु। कुल घरमा हाम्रो कुल घर चाहिँ यहाँ हो। मूल घर चाहिँ भित्र धामीहरू कामिरहेको अवस्थामा। हाइट कुल देउतालाई नि बाटो दिन्छ ल सबको देउताले बाटो देखिहाल्छ नि। दर्शन त्यो चाहिँ हो। रियाना भन्ने मान्छे पनि यहाँ छ। से हेलो दर्शन भाउजू, दर्शन छोरी। हजुर हेलो भन्छ। मेरो यस्तै हो त जुङ्गा। ल दर्शन मेरो भान्जी किन काट्नु? राम्रो देखेको छैन र जुङ्गा। अङ्कल दर्शन 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 सबजनालाई दर्शन 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 सबजनालाई दर्शन है। गदे झन्डै लड्यो है।
अब यो बाटो फर्किछन् त म त अहिले नै जाँदैछ आइन्दा नफर्के त्यता अबदेखि आइन्दा नफर्के अब म के भयो तिनीहरूको जस्तो गरी तिनीहरूले जसरी म त्यस्तै तिनीहरूको वंशको हरेक क्षण मन्त्रबाटो हेर्दाखेरि यसमा कुनै कसैलाई शङ्का छ भने मेरो हो त्यहाँ आइसो ल कोही छ वंशमा कोही अब भोलि बाटे तिमीला मन मुटाहरू कम हुँदै जाने खनि बाबु के रहेछ बाबु आमा पछि को रहेछ वंशलाई तल मेरो भन्न भनी जान्छ मै हो कुल बाह्र मस्त हेरेन अहिले बुझ्नुपर्छ पहिले बुझिन तो कति भाइ यत्रो वंशलाई हेरे तेरा दाजुहरूले त लत छोडे अब तेरो पालाको छ यो सारा वंशको न्यायमा पछि विपक्षे होइन एकदम स्वतन्त्र भएर म कुल बाह्र मस्त मैले जस्तो गरी आदेश दिन्छु त्यही अनुसार तैँले गर्नुपर्छ गरेर वंश हो कसैलाई केही गाह्रो केही साह्रो छ भने अघि आइज ख्याल गरे हेलो हेलो गुड मर्निङ। हिजोको कार्य सकेपछि आज बिहान फेरि सुरु हुँदैछ हाम्रो कुलघरमा। हामी हिँड्दैछौँ। हाम्रो चाहिँ कुल पूजाको लागि आज कुल पूजा छ। हामीहरू रेडी हुँदैछौँ हेर्नु है। अब चाहिँ हाम्रो कुल पूजा सुरु हुनेवाला छ। हाम्रो कुल मेन कुल 12 मस्ट भान्जी वायु। अब हाम्रो कुल पूजा सुरु हुनेवाला छ। त हाम्रो के होला रे आन्टी? दिवाली कसरी गरिन्छ हाम्रो
हाम्रो चाहिँ सुरु हुँदैछ देवाली र अब बाजा पनि देवाली लयमा बज्नेवालामा छ हेर्नु मेरी प्यारी छोरी के छ खासमा कुल पूजा हो र कुल पूजामा जाने बेलामा चाहिँ पानी एकदमै परेर केही समयको लागि ढिला भइरहेछ पानी चाहिँ एकदमै परेर म त चाताको मुनि छु धामीहरू के गर्लान् यो कुल पूजाको व्यवस्था उहाँ हुनुहुन्छ हाम्रो समाजको त्यस्तो मूल गुरु अनि उहाँ पुनः हुनुहुन्छ हाम्रो धामी सहयोगी पुजारी यहाँ हुनुहुन्छ हाम्रो कुलको पानी परेको भएर केही समयको लागि रोकेको थियो अब पानी नरहने स्थिति भएपछि फेरि सुरु हुँदैछ बिस्तारै बिस्तारै एकदम केयर गरेर है।
माइलाउ आफै गर्नु नि त्यो अंकल त्यहाँ माथि एकचोटि घुम्ने हो कि तीनचोटि घुम्ने सोध्नु है तीनचोटि यहाँ यो खाताको बिड हरायो मेरो यहाँ हो
चाहिँ कुल पूजा हुँदैछ, देवाली पूजा। अनि बिहान पानी एकदम पर्या भएर थोरै ढिलो भयो, अहिले थोरै ढिलो भयो। अनि माथि होम हाल्ने कार्य सुरु हुँदैछ। अनि हाम्रो पञ्चे बाजा बजाउनेहरू चाहिँ खाजा खाँदै हुनुहुन्छ। अनि यहाँ हाम्रो भाइ चाहिँ बाउसँग टाँसिएर बस्दैछ। अनि अब एकैछिन रेस्ट र माथि यहाँनिर चाहिँ हाम्रो कुलको थान हो। कुल देखाउँछु यहाँभित्र हाम्रो कुल थानभित्र चाहिँ कुन देवतालाई चाहिँ कसरी राखेको छ भनेर यहाँभित्र जान्छु। हाल चाहिँ कहाँबाट ल्याएर हो? अन्तिममा सर्टकटमा एकै ठाउँ हालिदिनु ल। यो पनि भयो अरू हाम्रो घरमा चाहिँ त्यो बाइक यो आगो अब काम पनि छैन। हाम्रो चाहिँ वायुको मन्दिर हो, वायुको। अनि यता चाहिँ हाम्रो यो कुलको थान हो। अनि उहाँहरू चाहिँ कुलको धामी हो। अनि यता चाहिँ हामी भित्र नैवेद्य प्रसादको लागि। अनि यहाँ चाहिँ होम हुँदैछ। हाम्रो चाहिँ कुल पूजाको होम हालिँदैछ। अहिले चाहिँ थोरै ब्रेक जस्तै छ। नमस्ते। अब हाम्रो चाहिँ कुलको पूजा एकदमै पहिला गरेको र 23 वर्षपछि नगरेको र पोहोर साल चाहिँ खली खुवाएर गरेको। र त्यस विषयमा चाहिँ हाम्रो अङ्कलले भनिदिनु हुन्छ। नमस्ते, म चाहिँ कुलको धामी। अब हाम्रो पिता पुर्खाले नै गरिरहेको कुरा हो, तर बिचमा चाहिँ हाम्रो 22 वर्ष 23 वर्ष जति चाहिँ बिचमा दाजुभाइहरू सबैजना उपस्थित हुन नसक्दा अब यो कुल पूजा हुन सकेका थिएन। पछि हामी 81मा चाहिँ हामीले फेरि नयाँ धामीहरू उत्पादन गरेर अनि 81बाट सुरु गरौँ। यो दोस्रो वर्षको हो। हाम्रो चाहिँ कुल 12 मास्ट हामीले पूजा गर्छौँ। अनि साथै कुलको हाम्रो 12 मास्टको भान्जा चाहिँ बासी बिन्द र भान्जी बिन्दवासिनी सहित हाम्रो वायुहरूलाई पनि हामीले पूजा गर्छौँ। यो चाहिँ अब दोस्रो वर्षमा हामीले अहिले गर्दैछौँ। अब लगातार 3 वर्ष चाहिँ हामीले प्रत्येक वर्ष नै गर्छौँ। अब त्यहाँ पछि चाहिँ अब हाम्रो दाजुभाइको छलफलमा अब 1 वर्ष ग्याप गरेर अथवा प्रत्येक वर्ष गर्ने भन्ने कुराहरू चाहिँ पछि निर्णय हुन्छ। अब यो कुल देवता त ठिक हो। अनि वायु भनेर चाहिँ कसरी आउने हो खासमा? यो वायु भने चाहिँ मृत आत्मा चाहिँ पिशाच भएर, जस्तो अगति परेर डेथ हुँदा अगति पऱ्यो भन्छ नि, त्यस्तो आत्माहरू चाहिँ उत्रिनेलाई चाहिँ हामी वायु भन्छौँ। त्यो चाहिँ वायु हो। त्यो चाहिँ अकालमै मृत्यु भयो भने अकालमा मरे लडे अकालमा मृत्यु हुने, झुनेर मर्ने, लडेर मर्ने, डढेर मर्ने आदि इत्यादिहरू चाहिँ वायु हुन्छन्। अब यिनले चाहिँ फेरि यो वायु बोलाउन चाहिँ अलिक समय पनि लाग्छ। र उसले चाहिँ फेरि त्यो दिन जुन दिन उसको डेथ भयो त्यो दिनदेखिको त्यो कसरी कुन समयमा कुन ठाउँमा को साथीहरू थिए, कहाँ जान लागेको थियो अथवा कुन कारणले डेथ भयो मृत्यु भयो भन्ने कुरा सबै उसले चाहिँ भनेपछि मात्रै हामीले त्यो वायुलाई ल पक्का रहेछ भनेर हामीले उसलाई खली खुवाउँछौँ। खली खुवाएपछि बल्ल त्यो वायुको धामी चाहिँ त्यसलाई हामीले हाम्रो कुलकै दर्जा दिएर राख्छौँ। अनि हाम्रो यहाँ हजुरबा हुनुहुन्छ। उहाँ हजुरबा चाहिँ हाम्रो पहिलाको कुलको चाहिँ मुख्य धामी र उहाँ चाहिँ अलिकति अब उमेर भइसके हुनाले अब अलिकति नसक्ने अवस्था भएको भएर कुल सारेको। नसक्ने भएको कारणले कुल सार्नु पर्यो। कति गाह्रो भयो हजुरबा यो कुल सारेर नातिहरू छोरा नातिलाई पढाउन? अब चौपटो गाह्रो भयो। अब के गर्नु भयो, म त नसक्ने भयो कि छोरा नातिले सार्नु पर्यो भनेर सारेको। हाम्रो कति वर्षपछि गरे अरे देवाली? त्यो बेला डाङ्ग्री नै धेर नभएर 6-7-10 वर्ष 23 वर्षपछि गऱ्यो। 23 वर्षपछि हामी अब अहिले पोहोर गऱ्यो, अहिले गऱ्यो। अब वर्ष बिराएर गरिन्छ। अब अघि 1 वर्ष त अझै लगातारै हामी गर्छौँ। अनि त्यहाँपछि चाहिँ दाजुभाइको सरसल्लाह अनुसार दाजुभाइले के भन्नुहुन्छ त्यसको आधारमा चाहिँ हाम्रो त्यो तय हुन्छ फेरि चाहिँ नि कुल पूजा गर्ने।
अब यो अहिले कुल सारेको चाहिँ अब जस्तो हाम्रो बुवाहरूको पालामा चाहिँ धामी बुवाहरू नै हुनुहुन्थ्यो। अब बुवा एकजना बाँकी भएपछि हाम्रो धामी एकजना मात्रै बाँकी थियो। अब त्यस कारणले गर्दाखेरि पनि अब हामीले भन्नु त पहिल्यैदेखि नै बुवाहरू अलि नसक्ने भन्न मतलब अलि एज भइसकेपछि नै हामीले नयाँ कुल सार्नुपर्छ भनेर दाजुभाइसँग सरसल्लाह चाहिँ गरि नै रहेको हो। तर फेरि यो समय कुल नमिलेर अब कोही कता अब अहिले जमाना भएको कारणले गर्दा अलि ढिलाइ भए पनि चाहिँ नि हामीले अघिल्लो साल चाहिँ हाम्रो कुलको धामीहरू नयाँ बनायौँ। त्यसमध्येको म पनि एकजना हुँ र अरू मेरो भाइ भतिजाहरू अरू पनि धामीहरू छन्। अरू अहिले यताउति अनि हाम्रो अहिले दुईटा बायु थपेको होइन हजुर? पुरानो बायु चाहिँ पुरानो बायु 2 नयाँ बायु 2 4 बायु छ। पहिला त 3 जना हजुरबाहरूलाई नै कुल पनि बायु पनि एकै ठाउँमा होइन? होइन बायु पछि आयो कुल 3टा कुल मात्रै हाम्रो बुवाको पाला। पहिला चाहिँ बुवालाई डाङ्ग्री नभएर धेर नभएर एकैजनालाई 3टा आएको। त्यहाँबाट पछि कतिजना बायु बोलाउनु थाल्यो, बायु 2टा आयो, बायु डाङ्ग्री एउटा बायु 2टा। पहिला चाहिँ दाजुभाइ नै कम भएर होइन? त्यही त त्यो बाउ एउटा 4 दाजुभाइ। अनि अहिले त सन्तानले डाँडा काँडा ढाके। अहिले ढाके अहिले त नहट्ने भयो गाउँमै। राम्रै छ, सबै कुरो राम्रै छ। अझसम्म कुलले पनि रक्षा नै गरेको छ। अब राम्रै छ, राम्रैसँग गर्ने हो के। सुनिहाल्नुभयो कुरा। अब बाँकी अब हाम्रो कुल पूजा नि भइरहेछ। अब यता बाहिर पञ्चे बाजा टोलीहरू हुन्छ, हाम्रो चाहिँ बाजा बजाएर गर्ने चलन छ। कुल बायु नचाएर एकदम नचाएर। अनि अब यहाँभित्र चाहिँ हामी अहिले कुलको थानभित्र छौँ। अनि यहाँ कुलको थानभित्र चाहिँ अब यहाँ पूजा कार्यहरू भइरहेछ। उतापट्टि होम हाल्ने कार्य भइरहेछ। त्यहाँनिर साथै अब नैवेद्य हुन्छ नि त, त्यो चढाउने कुराहरू भइरहेछ। अनि यतापट्टि चाहिँ हाम्रो यहाँनिर कुलको थानहरू यता बायुको भयो, यता कुलहरूको। अनि उहाँहरूको कुलको धामीलाई चाहिँ हाम्रो डाङ्ग्रे पनि भन्दो रहेछ। अनि हाम्रो मुख्य पुरानो डाङ्ग्रे भन्ने कुलको धामी भन्ने चाहिँ हाम्रो हजुरबा काइलो हजुरबा, हाम्रो हजुरबा दाजुभाइ मध्येको अन्तिम हजुरबा हुनुहुन्छ। अहिले 85 वर्ष उमेर भयो, 84 नि गरियो। अब नसकिने भएको हुनाले छोरा बजी छ है जिम्मा लायौँ। अब नाति ठाउँमा धुप पनि बाल आगो त्यो देवतीलाई अलिक साइड लगाइदियो। हाम्रो चाहिँ बलि दिने बेला भएको छ। त्यसको लागि तयारी हुँदैछ। न त भरे 7 दिन बच्छ। कुल पूजा दिवालीमा यस्तो खालको धुन बज्छ। यहाँ तल बज्दैछ नि, फेरि ब्याकग्राउन्डमा मात्रै बजाएको भने यहाँ रियलमा बज्दैछ नि पञ्चे बाजा यहाँनिर फेरि। के भन्नु फेरि बाहिर त पर घर बस्छ है।
बस कुन हो पल्लो छेउमा कहाँ हो यो त्यही होला यहीँ छोड्नु जानु भेटिहाले अलिक पछाडि अब त दाजुभाइ सब नाचे नि हुन्छ अब नाच्ने नाच्ने सबजना नाच्नु हाम्रो चाहिँ अब बलिको कार्य पनि सम्पन्न भइसकेको छ लगभग हामी अन्तिम चरणमा छौँ अब Olha o meu baú.
हात ढिच्चो अब 10 मिनट बाँकी छ भन्नु न बाजालाई 10 मिनट बलि भित्रको बलि हुँदैछ भन्नु न एकछिन तिमीहरू पूजा गर्ने बाहिर नाच्नु पनि है एकछिन बाहिर नाच एकैछिन बाहिर पूजा गर्ने बलि हुन्छ एकछिन बाहिर बलि भइरहेछ बाहिर एकछिन नाच्नु आज तिमी वंशले दिएको बलि सबै स्वीकार गरी मैले दिएँ बाबै अब भन तिमी वंशले के चाहना राख्यौ म त्यसै गरी मेरो भन्दा भान्जी मेरा वायुहरू सबै यसै गरी बाहिर वंश खुसी बनाइ लिएर आउनु भाइ हजुर
फाइनल्ली हाम्रो पूजा चाहिँ एकदम रमाइलो र भव्य सभ्यका साथ सम्पन्न भइसक्यो। अब हामी टिका लाउने क्रममा छौँ। फाइनल्ली सक्यो। अब प्रसाद खाएर पनि सकिएर अब घर फर्किने तयारीमा छौँ। कहाँ हो जनताहरू हामी चाहिँ अब फर्किँदैछौँ कुल पूजा सकेर। हामी चाहिँ फाइनली घर फर्किँदैछौँ सबै घर घुमेर।
बस्नु बजाउनु यहाँ एक राउन्ड नचाउनु पर्यो भनेको आमा नि बाटोको अलिक छिटो भयो अलिक रुक्नु त्यही त्यही भने मैले नि अलि यता आउने यहाँ सुन्दैन अब त्यहाँ चाहिँ
मेरो लाइटर गयो भने फेरि अझ अर्को आयो यस्तै छ बत्ती छिरोस् बत्ती छिरोस् बत्ती बढ्दैन रातो देखेर मेरो पनि मेरो पनि अर्जुन मेरो त कस्तो कलर रहेछ थाहा छैन बाजा बजाएको नि मैले देखाइदिएको अर्जुनलाई मागेर दिन लाग्यो ढिला भइसक्यो